हुनुको सबै कारण के हो र तपाईँका खास गरी मुख्य चुनावी एजेन्डा के हो? पहिले सुरु सम्पूर्ण नेपाली दाजुभाइ दिदीहरूलाई शहीदहरूलाई भन्दै गर्दाखेरि यो चुनाव भनेको ऐतिहासिक चुनाव हो। सधैँभरि नर्मल चुनाव होइन, चलिरहने चुनाव होइन। यो भनेको नेपाली इतिहासमा भएको विरलै नौलो चुनाव हो। र डडेलधुराको केसमा मैले एउटा बिउ रोपेको बिउ गएको पालि पनि मैले रोपेको 3 वर्ष अगाडि सफल भएन। युवाहरूलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर गएको पालि डडेलधुरामा बिउ रोपेर एउटा बिगुलको क्रान्ति फुटेको हो। हामी युवाहरू डराउनु पर्दैन है, हामी मान्छे क्षमता छ, हामी पनि गर्न सक्छौँ, विश्वभरिकै युवाहरू गर्न सकिन्छ भनेर एउटा बिगुलको बिउ रोपेको हो। अब त्यो रोपेको जुन सोचसहित रोपेको त्यो पूर्ण रूपमा सफल भयो। सफल भइसकेपछि अब त्यो बिउ चाहिँ अहिले झापा पुगेको छ होइन। बालिन शाहले त्यो बिउलाई बोक्नु भएको छ, यसपालि झापाबाट त्यो सफल हुन्छ। त्यो हुँदै गर्दाखेरि अब मैले सुरु गरेको आदि काम चाहिँ मैले पुरा गरेँ। पुरा गरेर म मेरो आफ्नो घर फर्केको हुँ। काम गरेर फर्किसकेपछि अब के छ भन्दै गर्दाखेरि चाहिँ यो गुल्मीमा चाहिँ हामीले अब के छ, अब यसको सबभन्दा प्रमुख मुद्दा भनेको चाहिँ हाम्रो 75 वर्षसम्म एउटा पनि सरकार टिकेको छैन। अब हामीले सागर ढकाल गुल्मी आउनुको मेन रिजन के हो भन्दै गर्दाखेरि गुल्मी वरिपरिका क्षेत्रहरू पनि स्याङ्जा, बागलुङ, पर्वत होइन, प्युठान लगायतका सबै क्षेत्रहरू वरिपरिका जति पनि छन् सबै क्षेत्रहरूमा हामीले ऐतिहासिक बहुमत ल्याउनु पर्ने छ। गुल्मीमा इतिहास ल्याउनु पर्ने छ र बहुमत मात्रै होइन, सकिन्छ भने 2/3सम्मको हाम्रो प्रयास रहनेछ। त्यसको लागि सागर ढकाल गुल्मीमा आएर एउटा इतिहास रेकर्ड बनाउनको लागि आएको हो। र बालेन शाह पनि हामीले युवा प्रधानमन्त्रीहरू बनाउँदैछौँ। त्यो गएको पालि सुरुवात भएको, अब यसपालि 3 वर्षपछि पुरा हुँदैछ। आन्दोलन व्यापक भयो, त्यसको एउटा ठुलो म्यान्डेट हामीले पुरा गर्दैछौँ। यो भनेको देशको एजेन्डा बोक्ने चुनाव हो र यसपालि हामीले अबको 20-25 वर्षमा देश कायापलट गर्नुपर्छ। सायद तपाईँले हेर्नुभयो भने पनि विकासका पूर्वाधारका कुराहरूदेखि लिएर हाम्रा श्रमका कुराहरूमा हाम्रो क्षेत्र नम्बर 2 मा पनि हुनुहुन्छ गोविन्द पन्थी हुनुहुन्छ, उहाँ पनि डिएसपी हुनुहुन्छ। गुल्मी जिल्ला भनेको एक हिसाबले थिङ्क ट्याङ्क हो, इन्टेलेक्चुअल पावर हाउस हो। 77 वटा जिल्लाहरूमध्ये सबैभन्दा बढी सरकारी सेवामा होइन, लगभग सचिवहरूदेखि लिएर कर्मचारीहरूदेखि लिएर विदेशमा पनि विभिन्न देशहरूमा इन्टेलेक्चुअल पावर हाउस भनेर चिनिएको छ। त्यो चिनिएको इतिहास हामीले अब यहाँबाट ऐतिहासिक रूपमा रेकर्ड दर्ज गराउन छ। त्यसको लागि गुल्मी 1 मा म छु, गुल्मी 2 मा गोविन्द हाम्रो पन्थी हुनुहुन्छ। गोविन्द पन्थी भनेको पनि तपाईँहरूलाई थाहा छँदैछ होला, भुटानी शरणार्थी काण्डको खोल्ने उहाँ मुख्य पात्र हुनुहुन्छ। भिजिट भिसा काण्ड खोल्ने मुख्य पात्र हुनुहुन्छ, अधिवक्ता हुनुहुन्छ, पढे लेखेको हुनुहुन्छ, डिएसपी हुनुहुन्छ। उहाँले धेरै नेपालीहरूलाई उद्धार गर्नुभएको छ। त्यही भएर उहाँले गुल्मीको मात्रै मुद्दा होइन, देशकै मुद्दा बोक्नुहुन्छ। मैले गुल्मीको मात्रै मुद्दा होइन, देशकै मुद्दा बोक्छु। त्यही भएर यसपालि गुल्मीले क्षेत्र नम्बर 1 र 2 दुवै क्षेत्रमा अब्बल उम्मेदवार पाएको छ। राजनीतिलाई गरी खाने पेसा बनाएको छैनौँ हामी दुईजनाले। मेरो लागि पनि राजनीति नयाँ हो, उहाँको लागि पनि राजनीति नयाँ हो, तर हाम्रो लागि काम गर्ने पेसा हाम्रो एकदम स्पष्ट छ। म पनि आफ्नो काम गर्ने पेसा गर्ने हो, पेसा गरेर खाने हो, लुटपाट गरेर भ्रष्टाचार गरेर खाने होइन। हाम्रो पेसा चाहिँ हामीले काम गर्न सक्छौँ। र यो भन्दै गर्दाखेरि गुल्मी जिल्लाको लागि पनि एक इन्जिनियरको नाताले मैले एउटा घोषणापत्रहरू बनाउँदैछु। म गाउँ गाउँ पालिका पालिका जान्छु, त्यो पत्रहरू लिएर जान्छु, हाम्रा राष्ट्रिय एजेन्डाहरू बुझाउँछु होइन। त्यो हिसाबले गर्दै गर्दाखेरि म डडेलधुरा पनि जान्छु। हामीले सबै देशभरि जानुपर्ने छ। जाँदै गर्दाखेरि म गुल्मीका जनताहरूको भावना अनुसार चाहिँ हामी अगाडि बढ्छौँ। अब यति नै हो। र यसपालि मेरो अनुरोध गुल्मेली जनतालाई के छ भन्दै गर्दाखेरि हामी इन्टेलेक्चुअल पावर हाउस हुँदै गर्दाखेरि लोकसेवा त हामी प्रथम हुने हो नि त। हजारौँ 10,000 जनामा नाम निकाल्न त निकै गाह्रो छ। त्यो हुँदै गर्दाखेरि यसपालि 165 वटा क्षेत्रमा हामीले गुल्मेली जनताले साँच्चै नै आफ्नो इन्टेलेक्चुअल पावर हाउस हामी बौद्धिक रूपमा इमान्दार रूपमा हामी एकदमै सक्षम छौँ भनेर देखाउनु हुनेछ। करिब क्षेत्र नम्बर 1 र 2 मा 70 हजार मतदाता हुनुहुन्छ। हामीले काङ्ग्रेस एमाले माओवादी मात्रै होइन कि रासपा भन्दा पनि माथि उठ्नुपर्ने छ, देश सोच्नुपर्ने छ। त्यही भएर अब यसपालि गुल्मीको छोरो आएको छ। तपाईँहरू एमालेको पनि छोरो हो, काङ्ग्रेसको पनि छोरो हो, माओवादीको पनि छोरो हो, गुल्मीको छोरो हो। यो छोरोलाई तपाईँहरूले ऐतिहासिक मत दिनुहुनेछ। चितवनमा रविलाई दिएको मतभन्दा बढी दिनुहुनेछ, बालेनलाई झापामा दिएको मतभन्दा बढी दिनुहुनेछ र डडेलधुरामा मलाई दिएको मायाभन्दा बढी माया दिनुहुनेछ। र कम्तीमा पनि 50,000 मत चाहिँ हजुरहरूले क्रस गर्नुपर्ने छ।
सकिन्छ भने 60,000सम्म टार्गेट गरौँ, सकिँदैन भने कम्तीमा पनि 50,000 ल्याएर नेपालको इतिहास राख्नुपर्छ। प्रथम हुने ट्राई गरौँ 165वटा क्षेत्रहरूमा। 1 र 2 मा बिगुलको क्रान्ति, बिगुलको करेन्ट हामीले नेपालभरि नै हामीले फैलाउनु पर्ने छ। र अब बालेन शाह प्रधानमन्त्री हुँदै हुनुहुन्छ, उहाँलाई पूर्ण रूपमा सपोर्ट गर्ने पनि गुलमेली जनता नै हुन्, सरकारी कर्मचारी हुन्। सरकारी कर्मचारीमा पनि हामीले आमूल परिवर्तन गर्नुपर्ने छ। यसको लागि गुलमेली हाम्रो ब्युरोक्रेसीमा भएका साथीहरूले पनि निकै सहयोग गर्नुहुनेछ भन्ने मेरो आशा छ। हामी सँगै नै अब देश कायापलट गर्नुपर्ने छ। हामीसँग धेरै समय छैन। अब 20-25 वर्षमा साँच्चै नै देश कायापलट गर्न सकेनौँ भने हाम्रो भविष्य अन्धकार छ। अब सानोतिनो तरिकाले सोचेर हुँदैन, ठुलै तरिकाले सोच्नुपर्छ। नेपालको इतिहासमा पहिलोपटक इन्जिनियरहरूको दबदबा छ, पहिलोपटकै हो होइन। त्यही भएर तपाईँहरूलाई पूर्वाधारका समस्याहरू छन्, अथवा यहाँ गोविन्द पन्थी पनि हुनुहुन्छ, हामीसँग डाक्टरहरू पनि हुनुहुन्छ, लयरहरू पनि हुनुहुन्छ, सबै राजनीतिलाई पेसा बनाएका मान्छे कोही पनि हुनु लगभग तपाईँले हेर्नुभयो भने 165वटै क्षेत्रहरूमा। त्यही भएर हामीले जे काम गरेको त्यही काम गर्छौँ भनेका छौँ। नगरेको काम गर्छु भनेको छैन। मैले जे काम अहिलेसम्म गरेँ, इन्जिनियरिङ काम गरेँ, जलस्रोत ऊर्जामा काम गरेँ, त्यो मुद्दा मैले जबरजस्ती उठाउँछु। कृषिहरूमा पनि मैले काम गरिरहेको छु। यो मेरो विज्ञताको कुरा भयो। विज्ञताको हुँदै गर्दाखेरि रोजगारीका कुराहरू छन्, तिनी सबै कुराहरू चाहिँ हामीले एजेन्डाको रूपमा लिएर जान्छौँ। गुल्मीका समस्याहरू अब हामी भोलिबाट गाउँ गाउँ छिर्छौँ, समस्याहरू बुझ्छौँ र सँगसँगै हामीले गुल्मीको एजेन्डा, सँगसँगै राष्ट्रिय एजेन्डालाई चाहिँ हामीले लिएर जान्छौँ। त्यही भएर मेरो चाहिँ गुल्मेली जनतालाई विनम्र अनुरोध छ, 165वटा क्षेत्रमा हामी पास मात्रै हुने होइन, यसपालि जित्ने मात्रै गुल्मीको मुद्दा होइन। जित्ने पास हुने सामान्य कुरा हो। यसपालि हामीले डिस्टिङसन मात्रै होइन, 90% मत ल्याएर जित्नुपर्छ। 90% टार्गेट गर्नुपर्छ। नेपालको इतिहासमा बालेन शाह प्रधानमन्त्री हुँदै गर्दाखेरि विश्व इतिहास हामीले लेख्दैछौँ। अहिले भइरहेका प्रधानमन्त्रीहरू विश्वभरि जति पनि छन्, अबको 2 महिनापछि प्रधानमन्त्री हुने बालेन शाह जहाँसम्म विश्वकै सबभन्दा कान्छो प्रधानमन्त्री हुनुहुन्छ। 90को दशकपछि हामी जस्ता विश्वभरि अरबौँ मान्छे होला नि त, अरबौँ मान्छेहरूमध्ये उहाँ पहिलो प्रधानमन्त्री हुनुहुन्छ हाम्रो पुस्ता रिप्रेजेन्ट गर्ने। त्यही भएर त्यो हुँदै गर्दाखेरि, विश्व इतिहास रच्दै गर्दाखेरि गुल्मीले पनि इतिहास रच्न छोड्नु हुँदैन। काङ्ग्रेस एमाले माओवादी भनेर नसोचिदिनु होला। हामी तपाईँहरूकै छोराहरू हौँ। हामीले काङ्ग्रेस एमाले माओवादी भनेर कसैलाई विरोध गर्दैनौँ। मेरो ढोका सदाबहार खुल्ला छ। गुल्मेली जनतालाई मेरो ढोका सधैँ खुल्ला छ। म हजुरको घर घरमा आउँछु, ढोक्छु, मलाई केही समस्या छैन। यसपालि हजुरहरूले पनि यो जुन पुरानो पार्टीहरूले तपाईँलाई लगाइदिएको लुगा छ, त्यो लुगा जब चाहिँ च्यातिदिनु होला। च्यातेर यो चाहिँ म नेपाली हुँ, मलाई नेपाल आमाको गर्व छ भनेर नेपाल आमाप्रति चाहिँ हजुरहरूले सद्भाव राखिदिनु हुन मेरो हार्दिक अनुरोध छ। गुल्मी 1मा पुराना हेभीवेट नेताहरूले तपाईँसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, जो सधैँ लडिराख्नु भएको छ। तपाईँहरूले प्रतिस्पर्धा गर्न आउनु भएको छ। उहाँहरूले यसअघि गुल्मी 1मा गरेको कामलाई के कसरी सम्झिनुहुन्छ नि? मैले यसलाई के भन्छु भन्दै गर्दाखेरि मैले नकारात्मक रूपमा म कहिले पनि लगेको छैन। हामीले नकारात्मक तरिकाले हामी अब जानु अगाडि हुँदैन। उहाँहरूलाई सम्मान गर्ने हो। गुल्मी 1मा पनि मैले नराम्रो भन्दिनँ। उहाँहरूलाई आफ्नो क्षमताले सकेको गर्नुभयो होइन, सकेको गर्नुभयो। पहिलेका नेताहरूले पनि, तर हामीले त्योभन्दा फरक गर्दैछौँ। अब उहाँहरूले जसलाई प्रधानमन्त्री बनाउँदै हुनुहुन्छ त्यो फरक व्यक्ति हो। कसलाई प्रधानमन्त्री बनाउनु तपाईँलाई स्पष्ट रूपमा थाहा छ र हामीले कसलाई प्रधानमन्त्री बनाउँछ भन्ने स्पष्ट थाहा छ हजुरलाई। अबको नेतृत्व तपाईँहरूले युवाको हातमा दिने कि नदिने भन्ने चाहिँ प्रमुख कुरा हो। तपाईँले बालेन शाहलाई प्रधानमन्त्री बनाउने कि नबनाउने, सागर ढकाल जस्ता युवाहरूलाई अगाडि बढाउने कि नबढाउने भन्ने चाहिँ प्रमुख कुरा हो। त्यही भएर त्यो मुद्दा चाहिँ अहिलेको सबभन्दा प्रमुख मुद्दा हो। र जसरी तपाईँले हेर्नुभयो भने गुजरात मोडेल हुँदै गर्दाखेरि मोदी प्रधानमन्त्री भएर इन्डिया कायापलट हुँदैछ। सी जिनपिङले हान्जो मोडेल बनाएर चीन कायापलट गर्दै हुनुहुन्छ। त्यो सिलसिलामा अब हामीले पनि काठमाडौँ महानगर मोडेल बनेको छ, गोपी हमालको धनगढी मोडेल बनेको छ। मैले पनि आफ्ना व्यक्तिगत रूपमा मोडेलहरू बनाएको छु। त्यो मोडेल चाहिँ हामीले अब कार्यान्वयन गर्छौँ। त्यही भएर त्यो हिसाबमा चाहिँ हामी धेरै फरक छौँ, धेरै नै फरक छौँ। त्यही भएर अब जनताले साँच्चै डेलिभरी चाहेको छ, त्यो कुरामा चाहिँ हामीले डेलिभरी गर्न छोड्छौँ। जनताले चाहेको आशा अब हामीले पुरा गर्नै पर्छ। त्यो बाहेक अरू विकल्प छैन। हामी राजनीतिमा सधैँ टेस्ट हुने होइन, पुरानाले जित्नुपर्छ भन्ने खालको आशा व्यक्त गर्नुहुन्छ उहाँहरूले, के भन्न चाहनुहुन्छ? अहिलेसम्म 75 वर्षसम्म त हामीले जे गरियो त्यो त परिवर्तन गर्न पर्यो नि त। अब जनतालाई काङ्ग्रेस एमाले माओवादी भनेर घुम्रामा राखियो नि त, त्यसरी त हुँदो रहेछ नि त। अब जनता नेपाल आमा भनेर आउनुहुन्छ। एमालेका जति पनि हुनुहुन्छ, कम्युनिस्टका जति पनि साथीहरू हुनुहुन्छ, नेपाल आमा भनेर कम्युनिस्टको त्यो धरातल च्यातेर नेपाल आमा भनेर अगाडि आउनुहुनेछ, नेपाल देश भनेर अगाडि आउनुहुनेछ मेरो अनुरोध छ। र पुरानो पार्टीहरूले गर्नुभएको योगदानलाई हामीले सम्झँदै, उहाँहरूलाई आधारशिला बनाउँदै, उहाँहरूलाई सम्मान गर्दै अब हामीले नयाँ बाटो लिएर जानुपर्छ। नयाँ बाटो निर्माण भएको पनि छ। इतिहासमा पहिलोपटक यत्रो परिवर्तन भएको छ। नयाँ तरिकाले हामीले क्रान्ति सुरु गरेका छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले गएको पालि कल्पनाभन्दा बाहिर हो नि 21 सिट, कसैले पनि कल्पना गरेको थिएन। अब यसपालि पनि हामीले इतिहास रच्छौँ, ऐतिहासिक इतिहास रच्छौँ। इतिहास रच्ने मात्रै फेरि उद्देश्य होइन, फेरि तपाईँहरू स्पष्ट हुनु होला।
अबको 20-25 वर्षमा देशलाई कायापलट गर्नुपर्छ। त्यसको इन्डिकेसन देशको भ्यू अब आउने 2-4 वर्षमा हजुरले देख्नुहुन्छ। 1-2 वर्षमै फरक खालको परिवर्तन तपाईँले देख्नुहुन्छ है त। त्यति नै भने धेरै धन्यवाद। ल यहाँलाई शुभकामना। आसन्न चुनावमा हाम्रा सागर ढकाललाई विजयको चाहिँ शुभकामना, अग्रिम शुभकामना।